अध्यक्ष एवं यो नगरपालिका काबामा धन्यवाद प्रकाश छ र फेरि नगरपालिका यहाँ उपस्थित भोटपाटन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू र फेरि नगरपालिका सम्पूर्ण जनप्रतिनिधिहरूलाई हार्दिक स्वागत र नमस्कार भन्न चाहन्छु। र तपाईँहरू फेरि नगरपालिकादेखि सरले चाहिँ जुन कोर्डिनेट समन्वय गर्नुभयो र समन्वयमा आउनुहोस् चाहिँ हामीले यहाँ आउने कुरा चाहिँ मैले आजभन्दा 10 दिन अगाडि त्यसको लागि चाहिँ सम्पूर्ण फेरि टिमलाई नगरपालिका टिमलाई चाहिँ हामी धन्यवाद छ। भोटपाटन नगरपालिकामा हामीले स्वागत दिन्छ र हाम्रो भोटपाटन एरियामा जाँदै हुनुहुन्छ आज यहाँ पनि चाहिँ हाम्रो अहिले त सुक्खा मौसम छ त्यति चाहिँ हरियाली छैन त्यहाँ पुगी खास हाम्रो विशेषता भनेको पाटन र पुगी हो र त्यहाँ नगरको विषयहरू पनि देख्न सकिन्छ। र एउटा कुरा मैले चाहिँ त्यसलाई चाहिँ नकारात्मक रूपमा गर्नुलाई किनकि पहाडी इलाका हो हाम्रो चाहिँ भोटपाटन नगरपालिका कस्तो नगरपालिका हो भन्दा हाम्रो यतापट्टि पूर्वी रुकुम अलिकति म्याग्दी बागलुङ गुल्मीसँग जोडिएको र भोटपाटन नगरपालिका अलिकति विकट चाहिँ नगरपालिका मध्ये जस्तै चन्दन नगरपालिका भन्दा पनि यो अहिले चाहिँ र प्रोफाइल चाहिँ अलिकति लो प्रोफाइल नगरपालिका हो। र यो नगरपालिकामा यदि हाम्रो मध्य पहाडी लोकमार्ग गएको मानिस छ देख्नुभयो आउनुभयो त्यहाँ मध्य पहाडी लोकमार्ग भएको छ त्यति भोटपाटन नगरपालिका क्षेत्रमा मध्य पहाडी लोकमार्ग नआएको हुन्छ भने हामी कहिले पनि चाहिँ यहाँको जनताहरू अझै पनि चाहिँ दुःख नै हुन्छ किनकि त्यसले गर्दा मात्रै सहज लागेको छ। यो पनि बल्ल 8-10 वर्ष भयो र सावधानी भोटपाटन जुन रूपन्देहीदेखि चाहिँ आइरहेको छ। अर्को चाहिँ सङ्घीय सरकारले चाहिँ त्यो चाहिँ रोड त्यो चाहिँ बनेको छैन र हामी चाहिँ सडक र पूर्वाधारमा अति कमजोर पालिकामा छौँ। त्यस कारण तपाईँले अब अहिले चाहिँ गएर चाहिँ तपाईँहरू भ्रमण गर्दै हुनुहुन्छ बुकिरानदेखि पाटन एरियासम्म तपाईँहरूले धेरै अवरोधहरू पाउनुहुन्छ। त्यसलाई चाहिँ हाम्रो बाटो बन्दैछ र बाटो एकदम धेरै अप्ठ्यारो भएको छ भनको मतलब एकदम ओखर बगर जुन बाटो छ त्यसलाई कच्ची छ त्यसलाई चाहिँ अन्यथा नलिदिनु होला। डेभलप हुँदैछ देश यस्तै होइन तपाईँ हामी एउटै देशका नागरिक हौँ त्यहाँ दुःख छ। पाटन एरियामा चाहिँ फेरि माथि देउराली चाहिँ गइसकेपछि हाम्रो आरक्षी छ हाम्रो अब नेपालकै एक मात्र शिकार आरक्षीमा पनि हजुरहरू जाँदा अनुभूति अर्कै होला तर पनि अन्यथा नलिदिनु होला। र अरू एरियाको घुमिसके चाहिँ छँदै छ त्यो मैले चाहिँ मैले हाम्रो भूगोलको बारेमा सुन्दरता हाम्रो चितवन यति सुन्दर छैन जस्तो मलाई लाग्छ। पहाडी भए पनि धेरै सुन्दर ठाउँहरू र चितवन खैरेनी नगरपालिकासम्म छ भएको कुरा हाम्रो चाहिँ राजमार्ग बिचमा भएको पालिका र त्यस ठाउँ त्यो पालिकामा चाहिँ हाम्रो पहिला पालिका बनेको धेरै भएको छैन। हाम्रो पहिला 4वटा गाविस रहेछ एउटा
पालिका बनेको छ। हाम्रो त्यहाँको जनसङ्ख्या लगभग 67,000 जनसङ्ख्या हुन्छ। त्यसमा महिला 24,000, पुरुष 35,000 र हाम्रो 13वटा वार्ड नगरपालिकामा 4 गाविसबाट 13वटा वार्डमा हामीले त्यो पहिलो प्राथमिकता चाहिँ तत्त्वले बाढी हामीले पनि यो आन्तरिक आम्दानी भनेको 18 करोड हाम्रो विशेष 20 लाख माथको योजना हामीले टेन्डर प्रक्रिया जाँदाखेरि चाहिँ हामीले सकेसम्म ठेगाहरूलाई म्याच हामीलाई चाहिँ काम चाहिँ वर्षमै क्लियर गर्नुपर्छ। धेरै कामहरू चाहिँ त्यही वर्ष सम्पन्न हुन्छ। नगरपालिकाले सबैभन्दा पहिलो काम चाहिँ प्राथमिकताको आधारमा स्वास्थ्य र शिक्षा चाहिँ पहिलो जोड सम्पूर्ण कर्मचारीहरूमा मेरो व्यक्तिगत तर्फदेखि र सर्वप्रथम 753 नगरपालिका भए तापनि हामी एक आवासमा जब गर्ने मर्जी पनि नभएको अवस्था र एक आवासमा हामीले गरेका जुन विकासका पूर्वाधारहरू लगायत असल अभ्यासहरू पनि हाम्रो केही 3 वर्षको अन्तरालमा आइपुग्दाखेरि यी नभएको अवस्था हो। र यो जुन आज उत्पादनलाई उहाँले छुटुन गरेर र कर्मचारी साथीहरूसँग मलाई त अलिकति जानकारी थिएन र आज कार्यपालिका बैठक भएको कारणले आज चाहिँ हजुरहरूसँग सर्वप्रथम त हजुरहरूलाई उत्पादन नगरपालिकामा हार्दिक स्वागत छ, धन्यवाद दिन चाहन्छु। अघि नै